तिमोथीलाई पावलको पहिलो पत्र अध्याय 1। पावलबाट अभिवादन। मुक्तिदाता परमेश्वर र हाम्रा आशा प्रभु येशू ख्रिस्टको आज्ञा अनुसार म पावल येशू ख्रिस्टको एक प्रेरितको तर्फबाट विश्वासमा मेरो आफ्नै छोरो तिमोथीलाई परमेश्वर पिता तथा हाम्रा प्रभु येशू ख्रिस्टबाट अनुग्रह, कृपा र शान्ति। झुटा शिक्षाको विरुद्धमा चेतावनी। मेसिडोनिया जाँदा मैले तिमीलाई आग्रह गरे झैं अब उसो एफेससमा नै बसेर कतिजनालाई झुटो शिक्षा प्रचार नगर्नु भनी कडा आज्ञा देऊ। साथै काल्पनिक कथा तथा कहिले टुङ्गो नलाग्ने वंशावलीको पछि नलागुन् भनी आज्ञा देऊ। यस्ता कुराले त विश्वासमा ईश्वरीय आत्मिक उन्नतिको निर्माण नगरेर बरु फोस्रो वाद विवाद मात्रै बढाउँछन्। हाम्रो आज्ञाको लक्ष्य शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट उत्पन्न हुने प्रेम हो। कतिजना त यी सबैबाट तर्किएर व्यर्थका कुरा गरी हिँड्ने भएका छन्। तिनीहरू व्यवस्थाका शिक्षक बन्न चाहन्छन्, तर आफूले बोलेको कुरा वा आफूले किटान गरेर भनेको कुरा तिनीहरू आफै बुझ्दैनन्। तर हामीलाई थाहा छ, ठिकसँगले प्रयोग गरे व्यवस्था असल छ। हामी यो पनि जान्दछौँ कि व्यवस्था धर्मी मानिसको निम्ति बनाइएको होइन, तर अधर्मी र अट्टेरीका निम्ति, अहङ्कारी, नास्तिक र पापी, अपवित्र र अशुद्ध, प्रतिमातृ घातक, ज्यानमारा, व्यभिचारी, पुरुषगामी, अपहरणकारी, असत्य बोल्ने र झुटो क्रिया हाल्ने र सत्य सिद्धान्तका विरुद्धमा भएका अरू कुनै पनि कुराको निम्ति हो, जुन मलाई सुम्पिएका परम धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ। पावलको कृतज्ञता। म ख्रिस्ट येशू हाम्रा प्रभुलाई धन्यवाद चढाउँछु, जसले मलाई सामर्थ्य तुल्याउनु भयो, किनभने उहाँले मलाई विश्वसनीय सम्झनुभयो र आफ्नो सेवामा नियुक्त गर्नुभयो। यद्यपि म अघि ईश्वर निन्दक, सताउने र अत्याचारी थिएँ, तापनि मैले कृपा पाएँ, किनकि मैले अविश्वासमा छँदा अजानमा त्यो गरेको थिएँ। अनि हाम्रा प्रभुको अनुग्रह, विश्वास र प्रेमसित साह्रै प्रशस्त भयो जो ख्रिस्ट येशूमा छ। यो भनाइ विश्वसनीय र हर प्रकारले ग्रहणीय छ कि ख्रिस्ट येशू पापीहरूलाई बचाउन संसारमा आउनुभयो, जसमध्ये मुख्य म नै हुँ। तरै पनि अनन्त जीवन पाउनलाई पछिबाट उहाँमाथि विश्वास गर्नेहरूका निम्ति एउटा नमुना बनाउनलाई येशू ख्रिस्टले पहिले ममा सारा सहनशीलता देखाउनुभयो। यही कारण मैले कृपा पाएँ। युगौं युगका राजा, अविनाशी, अदृश्य, एकमात्र परमेश्वरलाई आदर र महिमा सदा सर्वदा होस्। आमेन। तिमोथीको उत्तरदायित्व। मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिन्छु। असल र ग्रहणीय छ।
सबै मानिसहरूले मुक्ति पाउन् र सत्यको ज्ञानमा आउन् भन्ने उहाँ चाहनुहुन्छ। किनभने परमेश्वर एउटै हुनुहुन्छ, साथै परमेश्वर र मानिसका बीचमा मध्यस्थ पनि एकैजना हुनुहुन्छ, जो मानिस ख्रीष्ट येशू हुनुहुन्छ, जसले सबैका लागि छुटकाराको मोलको रूपमा आफैलाई सुम्पिदिनुभयो, जसको साक्षी ठिक समयमा दिइयो। अनि यसैको निम्ति म एक प्रचारक, प्रेरित अनि विश्वास र सत्यतामा अयहुदीहरूका निम्ति शिक्षक नियुक्त भएँ। म साँचो भन्दछु, ढाँट्दिन। यसै कारण पुरुषहरूले सबै ठाउँमा पवित्र हात उठाएर बिना क्रोध र बिना विवाद प्रार्थना गरून् भन्ने म चाहन्छु। यसरी नै स्त्रीहरूले योग्य स्वभाव, भद्रतासहित सुहाउने वस्त्रले आफूलाई सिँगारुन्, केशको बढी सिँगार गरेर सुनमोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन, तर असल कामद्वारा सुसज्जित होउन्, जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ। स्त्रीले पूरा अधीनतामा बसेर चुपचापसँग सिकुन्, तर म स्त्रीले शिक्षा दिने र पुरुषमाथि अधिकार जमाउने अनुमति दिन्न, बरु तिनी चुपचापै रहन्। किनकि आदम पहिले बनाइए, त्यसपछि हव्वा। आदम बहकिएका होइनन्, तर स्त्री बहकिएर अपराधमा फँसेकी हुन्। तापनि तिनी आत्मसंयमसित विश्वास, प्रेम र पवित्रतामा लागिरहिन् भने सन्तान जन्ममा बचाइने छिन्। अध्याय 3। मण्डलीका अगुवाहरू। यो सत्य भनाइ हो, यदि कुनै मानिसले बिशपको काम गर्छ भने त्यसले असलै कामको इच्छा गरेको हो। यसकारण बिशप निर्दोष, एउटै पत्नीका पति, संयमी, समझदार, सुशील, अतिथि सत्कार गर्ने, सिकाउनमा सिपालु हुनुपर्छ। मतवाला, रिसाहा, अनुचित स्वार्थ लाभ खोज्ने होइन, तर भद्र, झगडा नगर्ने, धनको लोभ नगर्ने, घर गृहस्थी सुचारू रूपले सम्हाल्ने, छोराछोरीलाई अधीनमा राखी आफ्नो मान मर्यादामा बस्ने हुनुपर्छ। आफ्नै घर गृहस्थी सम्हाल्न नसक्नेले परमेश्वरको मण्डलीको कसरी रेखदेख गर्न सक्छ र? तिनी विश्वासमा आएका नयाँ व्यक्ति नहुन्, नत्र त घमण्डले फुलिएर उनी शैतानको दण्डमा पर्लान्। फेरि बाहिरकाहरूमा पनि राम्रो मान मर्यादा पाएको हुनुपर्छ, नत्र त अपमानित हुन सक्छन् र शैतानको युक्तिमा पर्न सक्छन्। यसै गरी डिकनहरू पनि आदरको योग्य, निष्कपट, पियक्कड र अनुचित स्वार्थ लाभ नखोज्ने हुनुपर्छ, बरु विश्वासको गहिरो रहस्यलाई विशुद्ध विवेकसहित थामेर राख्ने हुनुपर्छ। तर उनीहरू पनि पहिले जाँचिउन्, त्यसपछि निर्दोष पाइए भने उनीहरूले डिकनको सेवा गरून्। त्यसै गरी उनीहरूका पत्नी पनि मान मर्यादामा बस्ने, अरूको बदनामी नगर्ने, तर संयमी र सबै कुरामा विश्वासिलो हुनुपर्छ। डिकन एउटै पत्नीका पति होउन्, आफ्ना छोराछोरीहरू र आफ्नो घरको प्रबन्ध राम्ररी मिलाउन सक्ने होउन्। किनकि डिकनले गर्नुपर्ने सेवा जसले राम्ररी गर्छन्, तिनीहरूले आफ्ना निम्ति प्रतिष्ठा र ख्रीष्ट येशूमा भएको विश्वासमा पनि ठूलो भरोसा पाउनेछन्। हाम्रो विश्वासको सत्यता। तिमी कहाँ चाँडै आउने आशा राख्दै म यी कुरा तिमीलाई लेख्दैछु, तर ढिलो भइहाल्यो भने पनि परमेश्वरको घर, जो जीवित मण्डली, सत्यको खाँबो र जग हो, त्यसमा तिमीहरूले कसरी चल्नुपर्छ सो तिमीहरू जानिराख। यसमा कुनै किसिमको विवाद छैन कि ईश्वरीय स्वभावको रहस्य महान छ। परमेश्वर स्वयं शरीरमा प्रकट हुनुभयो, आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतद्वारा देखिनुभयो, अयहुदीहरूमा घोषित गरिनुभयो, सारा संसारमा विश्वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो। अध्याय 4। झुटा शिक्षाको विरुद्धमा चेतावनी। अन्तिम समयमा धूर्त आत्माहरूको कुरा
र शैतानका सिद्धान्तहरूमा मन दिएर कति मानिसहरू विश्वासबाट भड्केर जानेछन् भन्ने कुरा पवित्र आत्माले प्रष्टै भन्नुहुन्छ। तिनीहरू आफ्नो कपटमा झुट बोल्छन्, जसको विवेक तातो फलामले डामिएको हुन्छ। तिनीहरूले विवाह गर्न निषेध गर्छन्। विश्वास गर्नेहरू र सत्य जान्नेहरूले धन्यवाद साथ ग्रहण गर्नुपर्ने परमेश्वरले सृष्टि गर्नुभएका खानेकुरा खान निषेध गर्छन्। परमेश्वरको प्रत्येक सृष्टि असल छ र धन्यवाद चढाएर ग्रहण गरे कुनै पनि कुरा अस्वीकार गरिनु पर्दैन, किनभने परमेश्वरको वचन र प्रार्थनाद्वारा त्यो पवित्र तुल्याइएको हुन्छ। ख्रीष्टको असल सेवक। यदि तिमीले भाइहरूलाई यी कुरा देखाइदियौ भने तिमी विश्वास र असल शिक्षाको वचनद्वारा हुर्किएको यीशु ख्रीष्टका असल सेवक बन्नेछौ, जुन शिक्षा तिमीले राम्ररी जानेका छौ। तर भक्तिहीन र अर्थहीन दन्त्य कथाहरूदेखि एकदमै अलग बस। बरु भक्तिको साधना गर, किनभने शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ, तर ईश्वर भक्ति हरेक किसिमले लाभदायक हुन्छ। यसैमा वर्तमान र आउने जीवन दुवैको निम्ति प्रतिज्ञा छ। यो भनाइ विश्वसनीय र सम्पूर्ण रूपले स्वीकार्य छ। यसैको निम्ति हामी परिश्रम गर्छौँ तथा दिलो ज्यान दिन्छौँ, किनभने हामीले जीवित परमेश्वरमा भरोसा राखेका छौँ, जो सारा मानव जातिका विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ। यिनै कुराको आज्ञा देऊ र सिकाऊ। कुनै मानिसले तिम्रो जवानीलाई तुच्छ ठान्न नपाओस्, तर वचनमा, चालचलनमा, प्रेममा, आत्मामा, विश्वासमा, शुद्धतामा तिमी विश्वासीहरूका लागि एक उदाहरण हौ। मन आएसम्म धर्मशास्त्र पढाइ, अर्ती र शिक्षामा ध्यान देऊ। एल्डरहरूले तिमीमाथि हात राख्दा अगमबाणीद्वारा तिमीलाई प्राप्त भएको वरदानलाई अवहेलना नगर। यी कर्तव्य पालन गर, तिनीहरूमा नै लागिबस। यसैले कि तिम्रो प्रगति सबैले देखुन्। आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्नेहरूलाई समेत बचाउनेछौ। अध्याय 5। वृद्ध पुरुषलाई नहप्काऊ, तर तिनलाई बुवालाई जस्तै गरी सम्झाऊ। आफूभन्दा सानाहरूलाई भाइसँग जस्तो व्यवहार गर। वृद्ध स्त्रीहरूसँग आमा झैँ र युवतीहरूसँग सम्पूर्ण पवित्रता साथ बहिनीहरूसँग जस्तो व्यवहार गर। विधवा, एल्डर र दासहरूलाई सल्लाह। जो साँच्चै विधवाहरू हुन् तिनलाई आदर गर, तर कुनै विधवाका छोराछोरीहरू वा नाति नातिनाहरू छन् भने तिनीहरूले पहिले घरमा भक्ति देखाउन् र बुवा आमालाई उपकारको बदला तिर्न सिकुन्, किनकि यो कुरा परमेश्वरको सामु असल र ग्रहणीय छ। तर जो साँच्चै विधवा हुन् र तिनको कोही छैन भने तिनले परमेश्वरको आशा राख्दछिन् र रात दिन नम्र निवेदन र प्रार्थनामा लागिरहन्छन्। तर जो सुखविलासमा जिउँछे ऊ जिउँदै मरेकी हो। तिनीहरूलाई यो कुराको आज्ञा देऊ, यसैले कि तिनीहरू दोषरहित होउन्। तर यदि कसैले आफ्नाहरूका निम्ति र विशेष गरी आफ्नो परिवारको निम्ति प्रबन्ध गर्दैन भने उसले विश्वासलाई इन्कार गरेको छ र ऊ अविश्वासी भन्दा पनि खराब भएको छ। 60 वर्षदेखि माथिकी विधवा जसको एकचोटि मात्र विवाह भएको थियो तिनलाई मात्र विधवा सूचीमा राख। साथै तिनले असल काम गरेकी, छोराछोरीहरू हुर्काएकी, परदेशीहरूको सत्कार गरेकी, सन्तहरूका खुट्टा धोएकी, दुखीहरूको उपकार गरेकी र जुनसुकै असल काममा ध्यान दिएकी साबित हुनुपर्छ। तर
तरुणी विधवाहरूको नाउँ विधवा सूचीमा नलेख, किनकि जब तिनीहरूको काम वासनाले तिनीहरूलाई ख्रिस्टबाट टाढा लान्छ, तब तिनीहरू विवाह गर्ने इच्छा गर्छन्। यसरी आफ्नो पहिलो बाचा भङ्ग गरेको कारण तिनीहरू दण्डमा पर्छन्। त्यसबाहेक तिनीहरू घर घर डुल्ने भएर अल्छी गर्ने मात्र होइन, तर कुरौटे, अर्काको काममा हात हाल्ने, बोल्न नहुने कुरा बोल्ने हुन्छन्। यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोराछोरीहरू पाउन्, घरबार सम्हालुन्, विरोधीहरूलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन् भन्ने म चाहन्छु, किनकि कोही कोही त अघि नै शैतानतर्फ गएका छन्। यदि विश्वासी स्त्रीका कोही आफन्तहरू विधवा छन् भने तिनले उनीहरूलाई सघाउन् र मण्डलीमाथि कुनै बोझ नपरोस् र मण्डलीले सकसमा परेका विधवाहरूलाई सहायता दिन सकोस्। मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोब्बर आदरका योग्य हुन्छन्, विशेष गरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्दछन्। किनभने पवित्र शास्त्र भन्छ, दाइँ गर्ने गोरुको मुखमा मोहलो नलगाउनु र श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ। 2 वा 3 साक्षीको गवाही बाहेक एल्डरको विरुद्धमा लागेको आरोप कहिल्यै स्वीकार नगर। पापमा लागिरहनेहरूलाई सबैका सामु हप्काउ र यसरी अरूहरू पनि डराउनेछन्। परमेश्वर र ख्रिस्ट यीशुको सामु अनि चुनिएका स्वर्गदूतहरूका सामु म तिमीहरूलाई कडा आज्ञा दिन्छु, कुनै भेदभाव र पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर। कसैमाथि हात राख्ने काममा हतार नगर, कुनै मानिसको पापमा सहभागी नहौ, आफूलाई पवित्र राख। अघि जस्तो पानी मात्र पिउने नगर, तर तिम्रो पेटको लागि घरिघरि बिरामी भएकोले गर्दा अलिअलि अङ्गुर मध पिउने गर। कुनै कुनै मानिसका पाप त सोझै न्यायमा पुग्ने गरी प्रत्यक्ष हुन्छन्, तर अरू कतिका पाप पछि मात्र देखा पर्छन्। त्यसै गरी असल कामहरू त प्रत्यक्ष हुन्छन्, र जो प्रत्यक्ष छैनन् ती पनि गुप्तमा रहन सक्दैनन्। अध्याय 6। दासत्वका जुवामुनि हुने सबैले आफ्ना मालिकलाई पूरा सम्मानको योग्य ठानुन्, यसैले कि परमेश्वरको नाउँ र हाम्रो शिक्षाको बदनामी नहोस्। विश्वासी मालिकहरूलाई तिनका कमाराहरूले विश्वासमा दाजुभाइ भन्दैमा अनादर नगरून्, बरु तिनीहरूले उनीहरूको झन बढी सेवा गरून्, किनभने तिनीहरूका सेवाबाट लाभ पाउनेहरू विश्वासी र प्रियहरू नै हुन्। यी कर्तव्य पालन गर्न सिकाऊ र आग्रह गर। झुटो शिक्षा र साँचो धन। यदि कसैले अरू सिद्धान्त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रिस्टको उचित वचन र ईश्वर भक्ति अनुसारको शिक्षासँग सहमत हुँदैन भने त्यो घमण्डले फुलेको हुन्छ र त्यसले केही जानेको हुँदैन। त्यसले व्यर्थका वाद विवाद गर्छ र एक शब्द लिएर झगडा गर्न खोजी हिँड्छ। यी कुराले डाहा, कलह, बदनामी र खराब शङ्काहरू उत्पन्न गराउँछन् अनि बुद्धिभ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन् अनि भक्ति फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्दछन्। सन्तुष्टि सहितको भक्ति नै ठूलो लाभ हो, किनकि हामीले न त यस संसारमा केही ल्यायौँ, न यहाँबाट केही लैजान नै सक्छौँ, तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हौँ। तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् अनि धेरै अर्थहीन र दुःखदायी इच्छामा डुब्छन्, जसले मानिसहरूलाई बर्बादी र सर्वनाशमा डुबाउँछन्। किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका
खराबीको जरा हो। पैसाको लोभमा परेर कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्। पावलको अन्तिम निर्देशन। तर परमेश्वरका जन, तिमीले यी सबै त्याग र धार्मिकता, भक्ति, विश्वास, प्रेम, स्थिरता र नम्रताको लक्ष्य राख। विश्वासको उत्तम लडाईँ लड, अनन्त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल गवाई दिएका थियौ। सबै थोकलाई जीवन दिनुहुने परमेश्वरको उपस्थितिमा र पन्तियस पिलातसको सामुन्ने असल गवाई दिनुहुने येशू ख्रिस्टको उपस्थितिमा म तिमीलाई आदेश दिन्दछु कि प्रभु येशू ख्रिस्ट देखा नपरुन्जेल यस आज्ञालाई कलङ्क र अपवादबाट अलग राख। अनि धन्य र सर्वोच्च राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रिस्टको आगमनलाई प्रकट गर्नुहुनेछ। उहाँमा नै अमरत्व छ र उहाँ त्यस ज्योतिमा बास गर्नुहुन्छ जसको नजिक कोही जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन, न त देख्न नै सक्छ। उहाँलाई नै आदर र पराक्रम सदा सर्वदा होस्। आमेन। यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ र अनिश्चित सम्पत्तिमा होइन, तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखुन्। तिनीहरूले असल कार्य गरून् र असल काममा धनी, उदारचित्त भएका र दानी हौन्। यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकुन् र तिनीहरूले त्यो जीवन पक्रिराखुन् जो साँच्चै नै जीवन हो। तिमोथी, जे तिमीलाई सुम्पिएको छ त्यो सुरक्षित राख। भक्तिहीन गन्थन र खण्डनहरू जो झुटो ज्ञान हो तिनलाई परित्याग गर। यी कुराका पछि लागेर कतिजना आफ्नो विश्वासको लक्ष्यबाट चुकेर गएका छन्। तिमीसँग अनुग्रह रहोस्।